Hello everyone, welcome back to my YouTube channel. And after a long time पछि म पनि फेरि पनि भिडियो बनाउन लागिरहेको छु किनभने म केही कुरामा बिजी छु। अब पछि त्यो कुरा सक्सेस भयो भने तपाईहरुलाई भन्छु, अनसक्सेस भयो भने चाहिँ भन्दिन यसरी चाहिँ। अनि त्यस्तै कामले गर्दा बिजी भएकोले गर्दा म भिडियोहरु बनाउन पाक्दिन। अब चाहिँ अहिले चाहिँ म अलि थोरै सब्जीहरु किन्न जानु पर्नेछ, त्यहाँ किन्छु। हेर्दै गर्नुलाई मेरो ब्लग। म खासै के लाउँछु मलाई थाहा नै छैन, अब के हुन्छ हेर्दै गर्नु। अनि म चाहिँ यहाँनिर सब्जी किन्ने ठाउँमा आइसकेँ। एकपासी किन जाडो भयो भन्ने कुरा अब मैले थाहा पाएँ। अहिले तपाईहरुलाई पनि देखाउँछु ल रिजन। अनि अहिले चाहिँ आलुको प्राइस हेर्नु कसरी छ आज। 4टा आलुलाई 5वटा रहेछ हो आज त। 300 रुपैयाँ यति रहेछ, तर एउटा आलु लानै पर्ने छ। के हो यो फेरि? आलु त लानु पर्ने छ। अब गाजरहरु पनि यति धेरै यस्तो पर्छ। के हो यो? एउटा 2टा 3टा 5वटा रहेछ। अब हामी सब्जी हेर्दै हिँड्नु ल। के किन्न सकिएला, के किन्न नसकिएला होला। म चाहिँ 2टा लिएँ। म चाहिँ एप्पल अनि यो ल्याक्टोस लिएँ। अरू पनि सामान हेर्दैछु। सब्जीहरु पनि लानु पर्छ। के लैजाउँ म? यसरी यहाँ चाहिँ म आज नुन पनि सकेको थियो, त्यही भएर लिन आएको। यहाँनिर थरी खालको नुनहरु पाउँछ। यो यस्तोहरु अनि यो चाहिँ के भन्छ यसलाई, पिङ्क साल्टहरु यिनीहरु भयो। अनि यिनीहरु चाहिँ अलिक प्रिमियम भर्जनमा रहेछ। यो मैले एउटा यो लिएँ। यो चाहिँ डाइरेक्ट समुद्रदेखि लिएको रहेछ। सस्तो पनि पाउँछ। 1 केजीको 180 मा छ। यो 500 ग्रामको 212 भनेपछि यो अलिक महँगो प्रिमियम रहेछ। सामानहरु चाहिँ जे पनि पाउँछ। यहाँनिर टिम्बुरहरु पनि पाउँछ, मतलब टिम्बुरको दानाहरु पनि पाउँछ। भन्नु पर्दाखेरि त्यस्तो नपाउने चिजहरु केही हुँदैन। खानेकुराहरु सबैको एउटै त हो नि हैन, मिल्ने चिजहरु पनि हुन्छ। अनि यो चाहिँ जापानमा चाहिँ एकदम धेरै ससहरु चल्छ नि त। ससहरु छ यहाँनिर। अनि त्यो हटपट बनाइ खाँदाखेरि सुपहरु छ। यो भनेको चाहिँ मिसो सुपहरु हो। यो चाहिँ रेडिमेड मिसो सुप हो। यो चाहिँ ठक्क लाउने अनि पानी लगाउँदाखेरि हुन्छ। अब यो एउटा लिएर जाने अनि ठक्क यसमा तातो पानी लगायो भने सुप बन्छ, पकाउनु पनि पर्दैन। एकदम सजिलो अनि राम्रो छ। अनि यो चाहिँ दासी भनेको चाहिँ यहाँनिर जापानमा नुन खाने चलन हुँदैन, त्यसको सट्टामा युज गर्ने दासी हो। नुनको सट्टामा यो युज गर्छ। अब हामी नेपालीले त नुनै खान्छ, नुनै राम्रो लाग्छ। तर उनीहरूले चाहिँ नुन खाँदैन। टेस्टी पनि हुन्छ। म पनि खान्छु कहिले। अनि मिसो सुप भनेको चाहिँ यो हो। यस्तो हुन्छ सबै। यो मिसो सुप हो। यो चाहिँ भटमासबाट बनाएको अरे। भटमासलाई पकाएर बनाएको जसरी मलाई थाहा छैन, तर बनाएको हुन्छ। सबै मिसो यस्तै हाम्रोमा चाहिँ दाल खाने चलन हुन्छ, उनीहरूकोमा चाहिँ दाल खाने चलन हुन्छ। अनि कति नचिनेको आइटम्सहरु पनि एकदमै धेरै छ। अब आजकल चाहिँ अलिक फ्रेन्डली हुँदै गएको छु म पनि। ओइलहरु पनि अनेक खालको हुन्छ, सस्तो पनि हुन्छ अनि एकदम महँगो पनि हुन्छ। जेको पनि ओइल हुन्छ नि, यहाँ फुलहरुको पनि ओइल बनाएको हुन्छ। हाम्रो नेपालमा चाहिँ फुलहरु सबै कुहाएर पकाउँछ। यहाँ चाहिँ त्यसकै फ्लेभर लगाएर त्यसकै ओइल निकालेको हुन्छ। के कतै दुःख गरेर होला नि। अब फुलको ओइल निकाल्नु कति साह्रो पर्छ होइन। अनि त्यस्तो हुन्छ। यो चाहिँ समुद्रको नोरीहरु हो। नोरी भनेको चाहिँ समुद्रको के भन्ने यसलाई, पत्ताहरु, लेउ हो। यहाँनिर चाहिँ भातमा यतिकै पुरी खाके भन्छ, यतिकै लगाएर खानु मिल्नेहरु छ। यस्तो विभिन्न छ। अब यो सबै त देखाएर सकिन्न। ससहरु अनि खालको ससहरु छ। अघि मैले टिम्बुर भनेको थिएँ नि, टिम्बुर चाहिँ यति छ है। यतिको 126 रुपैयाँ रहेछ। रुपैयाँ नै येन यति छ। यो चाहिँ टिम्बुरको धुलो भयो होला।
खाना के भन्दो रहेछ अनि चाहिँ धुलो रहेछ है मिठो लाग्नेलाई यो पनि लिन सक्नुहुन्छ म चाहिँ फाइनल्ली सपिङ गरेर पनि घर आइसकेँ अनि म तपाईहरुलाई यहाँ जाडो हुनुको रिजन देखाउँछु भन्दै थिएँ नि अब त्यो चाहिँ म देखाउँछु ल मोटाएर ज्यादा मोटाएर होला तल चढ्नै सक्दिनँ हाम्रोमा चाहिँ हिजोदेखि वात्तै जाडो बढेको छ ला तर पुरिन लागेछ नि त ओ त्यहाँनिर हेर्नु त यहाँ हिउँला परेछ के पोजिसनमा अनि आकाश चाहिँ यस्तो देखेको रहेछ त्यही भएर पो पुरा जाडो हुँदैछ कि हिजोदेखि यहाँ हिउँ पर्छ यहाँ हामीलाई लास्टै जाडो हुन्छ यहाँ हिउँ अड्छ लास्टै गर्मी हुन्छ त्यही हो रिजन चाहिँ अनि अझ म रुम आइसकेँ मैं रूम आ चुका हूँ मेरे घर परदेसी मेरो रूम चाहिँ यस्तो छ आइसके सकिन घर के बोकेर आयो त ओ यति सामान बोकेर आएको म अब के हुन्छ हेर्दै गर्नु होला हैन अब एक्ज्याक्टली यो हुन्छ भनेर मलाई थाहा छैन किनभने म घरमा एकछिन कुरा गर्छु होला त्यस्तै भिडियोहरु बनाउँछु होला त्यही पनि म भिडियो चाहिँ पोस्ट गर्छु किनभने धेरै लङ टाइम मैले पोस्टहरु नगरेको भिडियोहरु नबनाएको त्यही भएर त्यही च्यानललाई कन्टिन्युटी दिउँ भन्ने हिसाबले चाहिँ बनाएको हो जे भए नि जस्तो भए पनि एकचोटी क्लिक चाहिँ गर्दिनु होला तपाईले पुरा हेर्नु पर्दैन तर हेर्नु भयो भने तपाईलाई घाटा चाहिँ हुँदैन है मेरो भ्लगमा चाहिँ तपाईलाई घाटा हुँदैन किनभने म जापानको तपाईहरुलाई चाहिने इन्फर्मेसनहरु दिने गर्छु अब चाहिने त्यस्तो इम्पोर्टेन्ट त हैन तै पनि नयाँ हुनुहुन्छ भने त कति कुराहरु थाहा हुँदैन नि त अनि सकेसम्म म चाहिँ तपाईहरुलाई त्यो बुझाउने कोसिस देखाउने कोसिस गर्छु अब अहिले मैले ल्याएको सब्जी यही हो अनि त्यस्तो धेरै हैन 1-2 हजारको सब्जी बोकेर आएको छु अब भनेको एकछिन घरमा कुरा गर्छु नि त्यसपछि भेटौँ ल ह्याप्पी भाइटिका सबैजनालाई तपाईहरुले पहिला भाइटिका कसरी मनाउनु भयो यो साल कसरी मनाउनु भयो मेरो चाहिँ भाइटिका यसरी भयो फोनमा बोलेर अनि त्यसपछि म चाहिँ यस्तो फन्नी किस्सा सुनाउँछु ल पहिला चाहिँ हामी भाइटिकामा हैन अनि पैसा पनि खासै हुँदैन थियो नि त अनि एउटा के परे कपी अथवा एउटा पेनहरु किनेर दिन्थ्यौं हैन गिफ्ट अनि उनीहरुले पनि 5 रुपैयाँ यस्तोहरु दिन्थे कस्तो खुसी हुन्थ्यौं मम्मीहरुले दिनुहुन्थ्यो अनि त्यसमा पनि बाट्थ्यौं के अनि भरे एकछिनमा दिने अनि एकछिनमा माग्थे नि त त्यही पैसा मैले दिएको दे भन्दै अनि हामी दाजुबहिनी झगडा गर्थ्यौं के अब हामी उस्तै केटाकेटी हुँदाखेरि तपाईहरुको चाहिँ कस्तो भयो अनि हामी चाहिँ देउसिरे पनि यस्तो खेल्ने हैन अनि अब भाइटिकाको दिनमा निन्द्राले झुल्दै मम्मीले बनाइदिएको सबै कुरा रेडी गरिदिएको युज गर्दाखेरि पनि झुल्दै टिका लगाइदिन्थ्यौं हामी चाहिँ त्यस्तो हुन्थ्यो रातभरि हिँडेर जता पाए त्यतै सुत्दै कति रमाइलो हुन्थ्यो पहिलाको दशैं तिहार हैन अब अहिले पनि रमाइलो हुन्छ अब अहिले चाहिँ हामी बाहिर भएर अब दादाहरु पनि ठुलो भएपछि र सानो हुँदाको दशैं तिहार चाहिँ अलिक डिफरेन्ट हुँदो रहेछ सानो हुँदा कति एक्साइटेड दशैंमा मेरो घर आइ हेर्लास भन्दै हामी चाहिँ बाँच्थ्यौं तपाईहरुको चाहिँ त्यस्तो चाइल्डहुड थियो कि थिएन अनि मेरो दादाहरु सबैजनासँग म चाहिँ फोनमा पनि बोल्दै छु सबैजनालाई विश गर्दैछु सकेसम्मको सबैजनासँग विश गर्ने कोसिस गर्दैछु अब कोही दाजुहरु भाउजूहरु जोइन हुन पाउनु भएन अथवा जोइन हुन सकेन उहाँहरुको लागि चाहिँ सरी भन्छु मेरो दिदी माइलीसँग पनि म हिजो बोल्नु भ्याइन कता बिजी हुनुहुन्थ्यो होला दिदी सायद त्यही भएर अब जति जना पनि मसँग हिजो बोल्नु भ्याउनु भयो सबैजनालाई ह्यापी भाइटिका तपाईहरुको चाइल्डहुड कस्तो थियो कस्तो रमाइलो गर्नुभयो म चाहिँ हिजो फुल अरूको भिडियो हेरेर हाँसेरै अनि म भिडियो पुरै मेरो फ्यामिलीलाई टाइम दिएर सबै माइतीहरुलाई पालो फोनमा बोलेर टाइम स्पेन्ड गरे म एकदम खुसी भए अनि मलाई एकदम रमाइलो लाग्यो म त्यही छु जस्तो पनि सबैजनाले तैले मलाई सम्झिन्छस् कि सम्झिँदैन रहेछस् हेरौँला भन्दै बसेको थिए पो त म कति रिस उठिरहेको थियो भन्दै मलाई भनिरहेको थियो अनि
किन नसम्झिनु मेरो माइतीहरूलाई त म कहिले बिर्सिँदिनँ नि त त्यही भएर यहाँ मेरो भाउजूहरू पनि मेरो त यहाँ कस्तो रमाइलो छ आइज भन्दै देखाउँदै हुनुहुन्छ सबैजना भाउजूहरू दिदीहरू सबैजना त रमाइलो गर्नुभयो मलाई पनि यहाँ देखेरै रमाइलो भयो मलाई पनि हेरेरै रमाइलो हो म पनि उनीहरू नाचेको हेर्दै खाँदै उतै भए जस्तै फिल भएको थियो कि मलाई त एकछिन त त्यतै पो छु जस्तो लागेको तर पनि कस्तो रमाइलो भयो हिजो जे जस्तो भयो तपाईँहरूले कसरी मनाउनु भयो बाहिर हुनुहुन्छ भनेर स्याड नहुनु तपाईँहरू अहिले त फोनको जमाना छ अनि अब इन्टरनेटको जमानामा होइन तपाईँ त्यहीँ भए जस्तो फिल हुन्छ त्यही भएर सबैजनाको मजबुरी हो अनि तपाईँहरूले कस्तो कस्तो दसैँ तिहार मनाउनु भयो सबैजनाले मलाई चाहिँ कमेन्ट गरेर छोडिदिनु ल मैले चाहिँ यसरी मनाएँ मैले पनि भिडियो हेरेर मनाएँ अथवा मैले त यहाँ कसैलाई लगाइदिएँ भनेर अनि त्यही नेपालमै हुनुहुन्छ भने त अफकोर्स रमाइलो गरी मनाउनु भयो होला अब हामी जस्तो बाहिर हुनुहुन्छ म जस्तो बाहिर हुनुहुन्छ भने चाहिँ अब यसरी भिडियो हेर्ने अनि हाँस्ने आफूले खानेकुरा बनाउने खाँदै हेर्दै ह्याप्पिनेस भनेको त्यही त हो नि आफूले गर्ने हो कि कसरी हुन्छ त्यसरी रमाइलो गर्ने हो त्यही भएर तपाईँहरूले जसरी मनाउनु भए पनि होइन सबैजनालाई ह्याप्पी तिहार ऊ चाहिँ मेरो बेस्ट फ्रेन्ड अनि साथी बहिनी जे भने पनि हो अनि मेरो एकजना साथी साबी पनि छ मेरो बेस्टी अनि उसले चाहिँ ओए दिदी नमस्ते भन्दै चाहिँ अनि आइज यहाँ राम्री भएर भरे नराम्री आउँछ यसरी बिग्तेनस् नि भन्दै चिस्काउँदै खासमा चाहिँ उसले बिहा गरिसकेको है हामी चाहिँ बिहा गरिसकेको हो नि अनि एकदमै खुसी लाग्यो हिजो चाहिँ म ह्याप्पी भएर सबैजनासँग सबैलाई फुल टाइम दिएँ अनि फ्यामिलीलाई फुल टाइम दिँदाखेरि पनि अर्कै रमाइलो फिल आउँछ कि अब कति हुन्छ नि त टाइम दिनु नपाएको त्यही भएर कस्तो रमाइलो म त्यहीँ छु जस्तो फिल भएको थियो अनि ह्याप्पी तिहार सबैजनालाई जति पनि हेरेर साथ दिनुभयो सबैजनालाई यसको नमस्ते हेरेर मलाई हाँस उठ्यो फेरि ह्याप्पी तिहार सबैजना सन्चै हुनुहुन्छ भन्ने आश गर्दै अनि फेरि मेरो भिडियोहरू आउँदाखेरि चाहिँ नछुटेकन हेरिदिनु होला स्किप नगरिकन हेरिदिनु होला भन्दै अनि म चाहिँ तपाईँहरूसँग 10 अम्ला जोडी 20 अम्ला जोडी त्यसको कुरा नि 20 अम्ला जोडी नमस्ते भन्दै सेवारो अदङ से सेवारो ह्याप्पी बलिहाङ तङनाम ह्याप्पी तिहार मात्रै नभएर हाम्रो चाहिँ बलिहाङ तङनाम पनि हो त्यही भएर बलिहाङ तङनामको सबैलाई यरिक शुभकामना व्यक्त गर्दछु आजको भिडियो चाहिँ यति नै अब फेरि पनि अरू भिडियो आउँदाखेरि अल्छी नगरी हेरिदिनु होला बाई सी यू